Hello, good morning everyone. Welcome to my new mini vlog, day 2. म चाहिँ 8 बजे उठेँ, काम लागिसकेको थियो। भनेपछि के खान त अब? हजुरआमा? के हो यस्तो यो? दुध? गरम मसला ल्याएको थियो। यो के गर्ने? दुध के गर्नु त नि? आमा आगो त कडै छ त। यो के हो यो? यो के हो? मासु छ्या के बनाएको त्यस्तो त्यो? हिँड त फोहोर? गनाउँछ भनेर तताएको हिजो। ए बुढी फोहोर भन्छ कोठा। म धोयो धोकै छैन। धोएर दुध खाऊ। चिया दुध के अरे पाउरोटी। पाउरोटी त खान्न म त, रोटी खाने अब। के भयो? तातो भएको छ चप्पल? तातो छ यो? मोजा तातो? मोजा तातो छ? हो? के भयो? ल गाइज, आजको हाम्रो चाहिँ के भन्छ अरे, अझै बाँकी छ। तरकारी के जति हो छ बाँकी। आज मेन खाने भनेको चाहिँ के अरे, के खाने अरे? चाकु अनि घिउ, सक्खर त होइन, उस तिलको लड्डु खाने हो के अरे। लड्डु छैन है साथीहरू, के गर्नु गाह्रो छ। अनि यहाँ यो त धेरै हिजो राति पकाएको भइहाल्यो। यो त हिजोको भइहाल्यो। आज चाहिँ हामी यो खान लागिरहेछौँ। तरुल पनि खान्छौँ आज। खासमा चाहिँ सक्खरखण्डा अनि पिँडालु तरुल पनि खाने दिन हो, तर त्यो चाहिँ छैन हाम्रो घर, त्यही भएर हामी चाहिँ यही मात्रै खाँदैछौँ। यसको नाम चाहिँ नेप्टी हो रे। खाँदैछ ऊ भयो अब पुग्यो। हाम्रो चाहिँ यहाँ चिया पाक्दैछ साथीहरू। यसरी बिहानै चिया पकाएर चिया खान गइसक्यो। यसको टिका लाउने? चामल लाउने होइन, रातो होला नि। रातो नि छ। यस्तो त के लाउनु र? गाइस, टिका लाएर पैसा नि पाइसकेँ है मैले चाहिँ। यहाँ माथि यहाँ लगाएको छ नि हो त्यहीँनिर। 9 घरको बिहानको पदाले ल्याइदियोस् आकाशमा। बेलुकाको कामहरू बोकोस्। मेरो नातिनीको हुन पुतली नलागोस्। जिन्दगी भएसम्म राम्रो होस्। दुध चुस्नु भात उकाल्नुहोस्। एउटा राम्रो गर्छ बाबुले। मेरो एकदम राम्रो। मेरो नातिनीले महिनाको 2 लाख पैसा कमाउनु सकोस्। गाइस, हाम्रो चिया रेडी भइसकेको छ। अब हामी चिया खाने हो। भन्नु हजुरबा, के छ अरे माघे सङ्क्रान्तिको महत्त्व भन्नु त एकचोटि। पहिला महत्त्व खाने नै यसको अदुवा, घिउ, हजुर चाकु, हजुर अनिखेर फापरको रोटी, तरुल, हजुर। सबभन्दा महत्त्व हो। अर्को गाइस, यो पनि मेन हो आज खाने। यसको चाहिँ खासमा लड्डु खानुपर्ने थियो, हामीसँग लड्डु थिएन, त्यही भएर यो यत्तिकै खान गइरहेको छु म चाहिँ। अनि यो चाहिँ एकदम मेन नै हो आज खाने। हो गाइस, हामी चाहिँ बाइक वास गर्न लागिरहेछौँ अब। हाम्रो चाहिँ घरमा यता तल लानु मिल्दैन, त्यही भएर हामीले चाहिँ यहाँ राखेको थियौँ बाइक होइन। अब चाहिँ हामी बाइक वास गर्दैछौँ साथीहरू। टक्कै यहाँनिर सरफ हालेर दामी पाराले होइन बाइक वास गर्न लाग्यो। हामीले चाहिँ दामी पारामा होइन बाइक चाहिँ धोइसकेको छौँ। यस्तो टिलिक्क ढल्का छ होइन हाम्रो बाइक चाहिँ। यस्तो दामी देखेको छ। बिहानै उठेर हाम्रो चाहिँ काम यही भयो गाइज है। तर गाइज होइन, मैले पनि दामी धुँदिरहेछु क्या बाइक चाहिँ। वर्कसपमा धोएको भन्दा दामी धोइरहेको छु क्या। टिलिक्क ढल्किरहेको छ। हाम्रो ह्यान्डल यो न्यू हो गाइज है। यो चाहिँ नयाँ हालेको हामीले, यस्तो ग्रिपवाला ठक्क यस्तो गरेर गर्नु मिल्छ। यो चाहिँ नयाँ हालेको हो है। नयाँ त धेरै कुराहरू चेन्ज गरिसक्यो होइन बाइक किन्देखि, तर त्यसमा भनौँ न टायर पनि नयाँ हो। यो टायर पनि नयाँ हो।
यो पनि नयाँ हो, यो सबै नयाँ हो गाइज होइन। यता बत्ती पनि नयाँ हो, यो वाला नम्बर प्लेट पनि नयाँ हो, ब्याट्री पनि धेरै कुराहरू छन् नयाँ त। दामी पाराले होइन। अब पनि बाँकी छ धेरै नै कुराहरू चेन्ज गर्नको लागि। यो पनि नयाँ हो हाम्रो, धेरै कुराहरू छन् गाइज होइन। ल अब चाहिँ हाम्रो बिहानको काम डन भइसकेको छ। अब हामी चाहिँ थोरै सामान किन्नु छ, त्यही भएर हामी चाहिँ यता गाउँमा जाँदैछौँ बाइक लिएर। ओके गाइज हामी चाहिँ जान लागेको अब। हामी चाहिँ जाँदैछौँ। हाम्रो बजार चाहिँ अलिक तल छ, बजार भनौँ कि के भनौँ अब, यस्तो छ गाइज। पलाञ्चोक चाहिँ त्यो माथि भइहाल्यो। हाम्रो चाहिँ बाटो चाहिँ यस्तो डेन्जर छ गाइज है, तर पनि हामी गइन्छ सरर। ल गाइज हामी त सामान पनि लिएर आइसक्यौँ। अब के भन्छ अरे, हाम्रो टक्क दामी तरकारी पाक्दैछ। मुलाको चाना अनि के अरे मासु, मुलाको चाना र मासु। अब साह्रै मिठो हुन्छ, साह्रै 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 गाइज। गाइज हाम्रो मम्मी आउनु भएको छ यहाँ, यस्तो धेरै खानेकुराहरू लिएर आउनु भएको छ होइन। अब चाहिँ हामी गाइज ल हामी चाहिँ यस्तो दामी पाराले मासु र भात खान लागिरहेछौँ होइन त। यहाँ चाहिँ ड्रागन फ्रुटको बोट लगाउन लाग्नु भएको छ है यस्तो। गाइज हामीले चाहिँ गाउँमा गएर यति सिस्नु टिपेर ल्यायौँ होइन, खानासाना खायौँ, एकछिन बस्यौँ, त्यस पछाडि गाउँमा गएर यति सिस्नु टिपेर ल्यायौँ। अब यति अलि धेरै भयो भने चाहिँ लान पाइन्छ। यो चाहिँ अलिक थोरै थोरै चाहिँ, यहाँ त किरा पनि रहेछ, किरा चाहिँ फाल्न पर्ने हुन्छ। अब यति छ सिस्नु चाहिँ। अब चाहिँ हामी बाख्राहरूलाई भित्र हाल्ने, यिनीहरूलाई एकदम धेरै जाडो भयो। अब बाख्राहरू भित्र हाल्ने, बाख्राले त्यहाँ खुर्सानी खान लाह। सानो सानो बच्चाहरू छन् 8वटा हाम्रो घरमा चाहिँ, सानो सानो बाख्राको बच्चाहरू एकदम राम्रो राम्रो छ। बिरालोले पुरा रुख चढ्न सिक्दैछ यहाँनिर। सुरी क्लाइम्बिङ ट्री गाइज, वाह 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 गाइज। हाम्रो हजुरआमाको कोठा चाहिँ अलिअलि यस्तो यस्तो भएको, फोहोर फोहोर भएको। यसलाई म दामी सफा गर्छु। ल गाइज फाइनली रुम चाहिँ सफा गरियो होइन। यत्तिको सफा बनाइयो हजुरआमाको कोठा। त्यसरी खाट पनि त्यसरी राखिएको छ। अनि यत्तिको सफा गाइज। यता चाहिँ हामी अब सिस्नु पकाउने हो। अनि त्यसपछि यहाँनिर यो राति भइसकेको छ, त्यहाँ आगो बालिराख्नु भएको छ। सिस्नु चाहिँ यहाँ छ, यति छ। यो सिस्नु चाहिँ केलाएर यहाँ राखेको साथीहरू। अब यसलाई बनाउने हो। त्यस पछाडि यो यहाँ के भन्छ फेरि यस्तो छ। अब यतिको अँध्यारो भइसक्यो साथीहरू। आज गाइज यो सिस्नु चाहिँ यसरी पकाउँदैछौँ हामी। गाइज हाम्रो चाहिँ मकैको ढिँडो पाकिसक्यो। सिस्नु हेर्नुहोस् है, सिस्नु यहाँ मासु पनि छ, यहाँ अचार पनि छ, यहाँ भात पनि छ, त्यहाँ दाल पनि छ, त्यहाँ ढिँडो पनि छ। के चाहिँ खाने ल भन्नुहोस्। ट्याक्क पारेर यता यता यहाँ चाहिँ हो। ल भयो ल गाइज नहाल्नु न ल। टक्क पारेर यसरी मजाले खाइन्छ। यता कोहीले भात खाने, जसलाई जे जे खान मन लाग्छ त्यही खाने। एकदम धेरै हाम्रो खानेकुराहरू छ साथीहरू। ल अब चाहिँ म यति ढिँडो खान्छु अनि सुत्छु। बाई बाई, गुड नाइट एन्ड टेक केयर गाइज। सी यु अन नेक्स्ट ब्लग। बाई बाई। यो चाहिँ Day 2 ब्लग थियो मेरो गाउँमा। भोलि चाहिँ हामी अब काठमाडौँ फर्किन्नौँ। भोलि चाहिँ मम्मीहरू बाटामा जान्छौँ। आज चाहिँ म हजुरबा हजुरआमा बाटामा छौँ। बाई बाई, सी यु।